हेलो वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म तपाईहरुको सामने हाम्रो बारीको भिजिट गराउन गइरहेको छु अनि हाम्रो बारीमा के छ त त्यो सबै तपाईहरुलाई म देखाउँछु है त। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ यो एभोकाडो है, यो एभोकाडो हो। यहाँ छ अनि यहाँ दुई झाङ छ अनि यहाँ केरा पनि छ, केरा अनि यता कागती छ है, कागती छ। यति धेरै फलेको छ आमा कागती, पुरै झरेर नि गएको छ भुइँ भुइँ। हेर्न सक्नुहुन्छ कागती, कागती चाहिँ हाम्रो धेरै छ, यहाँ जङ्गलै छ कागतीको। हेर्न सक्नुहुन्छ पुरै कागती छ, उता परसम्म कागती नै कागती छ। यता नि छ कागती, यहाँ तल नि छ। केरा भयो अनि लिची नि छ, यहाँ हेर्न सक्नुहुन्छ लिची, लिची छ। लिची पनि 3-4 झाङ छ होला। यता कागती, यता नि यो केरा भयो। यहाँ सानो केराले नि पोसाइ छ, यो सानो केरा नि, सानो केराले नि पोसाइ छ यतै। अनि यहाँ लिची भयो, यहाँ अमला हेर्न सक्नुहुन्छ, अमला यत्रो ठुलो कति धेरै फलेको छ अमला त, कति धेरै फलेको छ। भुइँबाट नै टिप्न सकिन्छ है, यत्रो सानो रुख छ, यति धेरै फलेको छ अमला। तर खाने बेला चाहिँ भएको छैन, अलिक कलियो नै छ। पुरै लतरम्मै गरी फलेको चाहिँ भुइँ छुनै लागेको छ, यसरी फलेको छ। अनि यो चाहिँ बुधचित्त, यत्रो भएको छ बुधचित्त। अनि कागती, आँप, रुद्राक्षहरू पनि छ। यता कागती, यहाँ पनि छ लिची, लिची छ। अनि बोडीहरू, सानो छ बोडीहरू, फलेको छ मजाले। यो चाहिँ बोडी भयो, बोडी। अनि यहाँ पनि छ बुधचित्त, बुधचित्त। अनि खोर्सानी, खोर्सानी रहेछ यहाँ, यहाँ नि चाहिँ लिची, लिचीको बोट यत्रो भएको छ, तर अलिक लेक पर्ने रहेछ, अलिक फल्दैन हो, लेक परेर होला। यहाँ छ लिची हेर्न सक्नुहुन्छ। अनि गोलभेडा, हाम्रोतिर चाहिँ रमिन्डा पनि भन्छ, गोलभेडा। कागती टिपिसक्नु भयो चाहिँ, मम्मीले कागती टिप्नु भयो बोरामा। त्यतै बस्दै गर्नु। खोर्सानी, खोर्सानी। अनि यो चाहिँ जुनार, जुनार। निबुवा, निबुवा नि फलेको छ, तर सानो जङ्गमा निबुवा नि फलेछ है। कतिवटा फल्यो, यो एउटा फल्यो हो मम्मी? ए हजुर, नखाने, एउटा फलेको रहेछ। यसपालि फलेको नि त, अनि त्यही भएर यो दाना मात्र रहेछ। बिँडालु नि कत्रो कत्रो छ, बिँडालु। बुधचित्त, बुधचित्त हो यो नि। अनि यहाँ चाहिँ पुरै खोर्सानी नै खोर्सानी छ। यता चाहिँ खोर्सानी पनि छ अनि बुधचित्त नि छ।
यो जङ्गल छ, झारहरू धेरै भएर। खोर्सानीहरू पुरै खोर्सानी, बुधचित्त, खोर्सानी कस्तो मजाले फलेको छ खोर्सानी, बुधचित्त, खोर्सानी, यता साग, साग कति राम्रो, पुरै साग। यहाँ डिलमा पुरै गोलभेडा छ हाम्रो, पुरै गोलभेडा नै गोलभेडाहरू छ। अनि यता चाहिँ पुरै यो राजमा हो, यो पुरै राजमा हो, यता राजमा। अनि यो माथि पुरै फर्सी, यो फर्सी आन्टीहरूको बारी हो, यो चाहिँ आन्टीहरूको बारीमा यस्तो फर्सी झुन्डेर बसेको छ। यो बेसार हो, बेसार। अनि त्यो पारी यता चाहिँ रामेछाप जिल्ला हो, अनि त्यो सुनकोशी हो यो सुनकोशी। अनि यता चाहिँ सिन्धुली जिल्ला, अनि यता चाहिँ ओखलढुङ्गा जिल्ला है। म भएको चाहिँ ओखलढुङ्गा जिल्ला। हेर्न सक्नुहुन्छ कति राम्रो छ, कति सफा भ्यू छ। अम्बक रहेछ, सानो झाङ अम्बक पनि छ, तर यो राम्रो नै छैन भने फल्न त फलेको रहेछ, कस्तो नराम्रो अम्बक। त्यो नि हाम्रो आँप हो, आँप हाम्रो मिठो छ, यो ठुल्ठुलो दाना नि छ। अनि हेर्नुहोस् त यो बुधचित्त यत्रो ठुलो ठुलो 5-6 वर्ष भयो रोपेको, यत्रो ठुलो ठुलो छ। बाटै छैन क्या यता। हाम्रो चाहिँ धेरै रोप्नु भएको छ, बुधचित्त, रुद्राक्षी छ, बुधचित्त त्यो ठुलो ठुलो यसपालि फलेको छ। यस्तो यो चाहिँ लट्टे हो, लट्टे यस्तो अहिले ढलेछ लट्टे त। यता कसरी जाने होला, यता यस्तो जङ्गल छ। फेरि यो कस्तो काँडा हुन्छ नि, यो बुधचित्तको काँडै काँडा हुन्छ, यस्तो काँडा हुन्छ। यस्तो जङ्गल छ के यहाँ हेर्नु न, के हो लट्टे जस्तै के हो यो चाहिँ। अनि फुल करेला, यति धेरै करेला फलेको, करेला फलेको चाहिँ भित्रभित्र जङ्गलमा पाकेर नि गएछ। करेला हो यो, यस्तो जङ्गल भएको करेला भुइँमा भित्र कति धेरै फलेको छ करेला। यस्तो जङ्गल छ नि त, करेला। अनि सुन्तला फलेको छ, सानो छ जाउँ तर सुन्तला फलेको छ। सुन्तला अनि सबै बुधचित्त यहाँ नि छ। करेला त कति धेरै छ, हेर्नु त यस्तो मजाले फलेको करेला यहाँ करेला फलेको छ। केरा यस्तोमा फलाएको छ, यस्तो केरा। अनि यो चाहिँ रुद्राक्ष है, यो रुद्राक्ष फलेको छ।
उताभित्र छ यहाँ नि छ अनि उता नै रुद्राक्ष धेरै फलेको छ। कस्तो काँक्रा हेर्दै भुइँमा पिएर गएछ काँक्रा त। काँक्रा हेर्छ ठुलो काँक्रा जङ्गलभित्र काँक्रा ठुलो रुद्राक्ष यो यस्तो ठुल्ठुलो दाना छ। कस्तो मजाले फलेको छ। जङ्गल छ जङ्गल हाम्रो त पुरै तर रमाइलो छ। कस्तो घाम लागेको भुइँमा छ रुद्राक्ष त। अनि केरा यहाँ छ उता नि छ यता नि छ केरा यो उखु यो आल्चा यस्तो मजाले फल्यो खुर्सानी बट्टै छैन त। फुल फुलेको छ जुनार यो चाहिँ हाम्रो जुनार हो। घर अगाडि छ जुनार। रुद्राक्ष फुलहरू यस्तो ढलेको छ पानी हावाले पुरै ढलाइदिएछ। यो चाहिँ बेमौसमी जुनार हो रे यस्तो छ। यस्तो हुँदो रहेछ यो बेमौसमी जुनार। यस्तो के भएको यस्तो बिचमा त्यो बिचमा प्वाल हुँदो रहेछ क्या यो बेमौसमी जुनारको। अनि फुलहरू छ सबै थोक छ। फुल छ खुर्सानीहरू छ जुनारहरू छ। जुनार तिनीहरू फलेको छ ठुल्ठुलो दाना जुनार। यो चाहिँ ड्रागन फ्रुट हो हाम्रो। यति नै हो हाम्रो बारीमा। अनि त यहाँ घर भइहाल्यो। पुरै फुलहरू ढालेर यस्तो भएछ। बाई बाई साथीहरू, अर्को भिडियोमा भेटौँला। फुल वाच गरिदिनु होला मेरो भिडियोमा हेरेर साथ सपोर्ट दिनु होला। बाई बाई।